हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि अहिले चाहिँ बेलुका भइसक्यो अनि आज चाहिँ बिहीबार मेरो नाइट काम छ अनि म चाहिँ घरबाट निस्किन लाग्यो। अनि आजको भिडियो चाहिँ विशेष केको बारेमा छ भन्दा जापानमा एज अ स्टुडेन्ट चाहिँ कस्तो छ त लाइफ, अनि स्टुडेन्टले के गरिरहेको हुन्छ, कसरी चलिरहेको हुन्छ स्टुडेन्टको लाइफ, त्यसको बारेमा देखाउने ट्राई गर्दैछु। म पनि एज अ स्टुडेन्ट भएको भएर मैले के गर्छु त, कसरी दिनहरु कटाइरहेको हुन्छु, दिनमा के हुन्छ अनि कस्तो खालको कामहरु गरिरहेको हुन्छु, त्यो सबै समेटेर देखाउने ट्राई गर्ने नै छु। अनि यो भिडियो चाहिँ एक दिनको मात्रै हुँदैन होला, लङ टर्म लाइक एक हप्ताको जस्तो समेटेर बनाउने ट्राई गर्छु म। अनि हेरेर साथ दिनु होला, त्यही नै हो। अब गाह्रो त गाह्रो नै छ, त्यही पनि म देखाउने ट्राई गर्ने नै छु। ल अब निस्क्यौँ है त। अहिले चाहिँ म स्टेसनतिर जाँदैछु अनि यहाँबाट लगभग 10 मिनट जस्तो लाग्छ होला स्टेसन पुग्नलाई। अनि त्यही नै हो, स्टेसनतिर गएर देखाउँछु म केही इन्ट्रेस्टिङ देखियो भने, अनि नत्र सिधै म काममा गएर देखाउँछु। हेर्न यो गल्लीहरू के कति सुनसान छ के। यहाँ चाहिँ अब एउटा घरबाट अर्को घरसँग बोल्ने कुरो हुँदैन, छरछिमेकी भन्ने चाहिँ त्यस्तो खासै हुँदैन जस्तो लाग्छ है मलाई। हाम्रो नेपालमा भएको है पुरा गल्ली गल्लीमा बसेर होइन गफ गरेर त्यस्तो हुन्थ्यो नि त। यहाँ चाहिँ त्यस्तो हुँदैन कि, हेर्न सुनसान छ कि, कोही छैन, मान्छे पनि देखिँदैन खासै, त्यस्तो हुन्छ क्या चाहिँ। अनि साँच्चै एउटा कुरा याद आयो कि मलाई भर्खरै, मैले अस्तिको भ्लगमा चाहिँ मलाई सन्चो छैन भनेर हालेको थिएँ नि त। अनि त्यो म अस्ति चेकअप गर्न गएँ फलोअपको लागि, अनि सबै चेकअप भयो, अनि नर्मलै छ अरे, औषधि केही पनि खानु परेन। त्यो चाहिँ एकदम मेरो लागि एकदम ठुलो कुरा, राम्रो कुरा भयो। अनि अहिले चाहिँ म ढुक्क छु, एकदम फिट एन्ड फाइन नै छु। त्यही नै हो कुरा। त्यो मैले भन्छु भ्लग बनाउँछु भनेको, त्यो भ्लग बनाउने कन्डिसनै भएन कि, हस्पिटलभित्र के बनाउनु, त्यो हस्पिटलभित्र बनाउनु पनि दिँदैन यहाँ, त्यही भएर मैले बनाइनँ। त्यही भएर यही भिडियोबाट म हजुरहरूलाई जानकारी दिन चाहेँ। म चाहिँ एकदम फिट एन्ड फाइन नै छु। म चाहिँ अहिले स्टेसन नजिक आइसकेँ अनि मलाई एकदमै मनपर्ने ठाउँ छ कि एउटा स्टेसन नजिक। यो बाटो चाहिँ म देखाउँछु हजुरहरूलाई, यस्तो छ कि मलाई चाहिँ बाटो एकदम मनपर्छ कि, रातो होइन। अनि यहाँको लाइटिङहरू कस्तो दामी देख्छ कि, यतापट्टि भन्दा नि यतापट्टि अझै यस्तो छ। मैले काम गर्ने ठाउँ आइसकेँ, यस्तो छ यहाँको भ्यू चाहिँ। यता परपट्टि म्याकडोनल्ड पनि छ। मैले काम गर्ने चाहिँ यता पर माथि हो। मैले यो ठाउँमा काम गरेको चाहिँ लगभग 2 इयर्स जस्तो भयो कि। पहिला चाहिँ मैले यहाँ पारिपट्टि काम गर्थेँ होइन, अहिले चाहिँ हेऱ्यो पसलमा काम गर्छु कि म। मैले यहाँ पारि काम गर्दा गर्दै यहाँ काम पाएँ, अनि मैले त्यहाँ छोडेर यहाँ काम गर्न थालेको कि, त्यस्तो कुरा चाहिँ। अब मेरो चाहिँ यहाँ काम चाहिँ आज अहिले 10 बजेबाट बिहान 8 बजीसम्म हो। म काममा छिर्छु, काममा देखाउनु मिल्दैन। एक्कासी म भोलि भेट्छु होला, देखाउन मिलेको कुराहरू म देखाउने ट्राई गर्नेछु। हस् त, फेरि भोलि भेटौँला है त। यस्तो छ। हेलो गाइस, गुड मर्निङ। अनि अहिले चाहिँ बिहानको 8 बज्यो अनि म चाहिँ यहाँ कामबाट भर्खर निस्केँ। हिजो 10 बजेबाट बिहान 8 बजीसम्म मेरो 10 घन्टाको सिफ्ट भयो। अब चाहिँ म सिधा स्कुल जान्छु। मेरो 9:30 बजेबाट चाहिँ स्कुल छ, अनि 9:30 बजेबाट 12:40सम्म चाहिँ मेरो क्लास हुन्छ। स्कुलमा पुगेर भेटौँला कि स्कुलबाट निस्केर घर जाने बेला भेटौँला है त। यस्तो छ है यतातिरको भ्यू चाहिँ, मर्निङ भ्यू। यो चाहिँ म यहाँ गएको नजिकको स्टेसनमा आएर अनि त्यहाँ फ्रेस भएर स्कुलतिर जाँदैछु। अनि म चाहिँ कामबाट निस्किने बित्तिकै सिधै स्कुल जान्छु नि त। मेरो 9:30 बजेबाट स्कुल हो, अनि 8 बजीसम्म चाहिँ मेरो काम हुन्छ। अनि त्यही भएर म त्यहाँ जहिले पनि त्यहाँ आएर मुखसुख धोएर निस्किन्छु कि खास यहाँ स्कुल आउने बेलामा चाहिँ। त्यही नै हो, म अब स्कुल जान्छु। सो गाइज, म चाहिँ अहिले रुममा आइसकेँ स्कुलबाट रुममा चाहिँ म कति 1:30 बजीतिर आइपुगेको थिएँ। रुममा आएँ अनि फ्रेस भएँ, खानासाना खाएँ। अब चाहिँ म सुत्नलाई रेडी भएर बसिरहेको छु। म अब अलार्म राख्छु अनि सुत्छु। मेरो बेलुका नाइट काम छ 10 बजेबाट। म 8:30 बजेको अलार्म राखेर सुत्छु, अनि त्यसपछि उठेर भेटौँला है त काममा जाने बेलामा। सो गाइज, म चाहिँ भर्खरै उठिसकेँ। उठेर मुखसुख धोएर ज्याकेट लाएर अब जान्छु काममा। रेडी भइसक्यो म, कस्तो आँखा रात भएर भर्खर उठेको भएर। अनि यही नै हो, उठेर काम
काममा जानु पर्यो 10 बजेबाट काम हो 9:20 समथिङ भइसक्यो म अब घरबाट निस्किन्छु अनि फेरि भेटौँला है त के कस्तो हुन्छ म देखाउँछु नि सो गाइज अहिले चाहिँ बिहानको 5 बज्यो अनि मेरो चाहिँ ठ्याक्क बल्ल ब्रेक भयो कि बिहान 9 बजीसम्म काम हो 10 बजेबाट अनि बल्ल ब्रेक भयो ठ्याक्क खाजा खान्छु 1 घन्टाको ब्रेक हुन्छ खाजा खाएर एकछिन सुत्छु होला खाजा आइसक्यो मेरो खाजा खानेछु गाइज म चाहिँ ठ्याक्क यसरी टाढो छ काम गर्न माटो बल्ल 5 बज्यो कहिले 9 बज्ने त्यहाँ यो अन्डरग्राउन्डको 2nd फ्लोर हो अनि माथि चाहिँ 1st फ्लोर हो तल चाहिँ किचन छ अनि यो चाहिँ राति कति 2 वर्ष समथिङसम्म हुन्छ त्यसपछि बन्द हुन्छ अनि यहाँ चाहिँ ठ्याक्क यसरी यस्तो खालको सिट छ कि आरामले सुत्न मिल्छ कि केटा हो म चाहिँ खाजा खाएँ टन्न भएँ अब अलार्म राख्छु कति 6 बजेको 5:03 मा आएको म ब्रेकमा 6:03 मा चाहिँ म जानुपर्छ अब 5 बजेको अलार्म राख्छु अनि सुत्छु त्यसपछि फेरि भोलि भेटौँला है सो गाइस अहिले चाहिँ ठ्याक्कै बिहानको 9:40 भयो अनि म चाहिँ 10 बजेबाट आएको अनि 9:40 भयो अनि म ठ्याक्क काम सकेर भित्रपट्टि चाहिँ यतिकै लाग्छ यही मात्रै ठ्याक्क बाहिर निस्केँ बिहानको भ्यू मैले काम मान्छे हो मिराई जग्गा हो नि ठाउँमा के बोक्रो अब ट्याक्क घर जान्छु अनि घर गएर सुतिहाल्नुपर्छ फेरि बेलुका 10 बजेबाट काम छ ट्याक्क देखाउँछु हेरमै त्यस्तो छ बिहानको ट्याक्क भ्यू सुनसान छ चिसो अकेला यार अहिले बाटो यति फोहोर छ नि यस्तो फोहोरै फोहोर चाहिँ यो अहिले एकछिन अहिले कति बज्यो 9:40 10 बज्यो अहिले 11 बजे 12 बजीसम्म सब क्लियर हुन्छ कि यहाँ बाटोमा सुत्ने जस्तो हुन्छ कि सब सफा गरेर कि त्यहाँ चाहिँ यस्तो फोहोर छ कि अहिले एकछिनमा पुरा क्लियर एक मेरो काम गर्ने ठाउँ चाहिँ यहीँ हो अनि स्टेसन यहीँ नजिक छ कि यहीँ पर कहीँ स्टेसन छ कि नजिक छ मेरो काम चाहिँ यो म यहाँबाट 10 मिनटमा त घरै पुग्छु काफी स्टेसन आइसक्यो सुत्नुपर्छ ल्याम्पमा लाएर बिहान कति भिड छ कि यस्तो भिडै भिड छ गाइज म चाहिँ बिहान रुम पुगेर सुतेँ अनि त्यहाँको अहिले कति 8 बजीको अलार्म राखेको थिएँ उठेर अनि फेरि सुत्दिएछु कि 8:46 मा बल्ल उठेँ कि उठेर ब्रस गरेर छिटो गरेर ठ्याक्क काममा आइपुगेँ म चाहिँ अहिले फेरि अब मेरो 10 बजेबाट काम छ 9:48 समथिङ भयो आउनु चाहिँ आइपुगेँ म एकदम मोबाइलै नहेरिकन भागेँ बाटोमा ठ्याक्कै टाइममा आइपुगेँ अनि त्यही नै हो यसरी नै बितिरहन्छ स्टुडेन्ट लाइफ चाहिँ बिहान रातभरि काम अनि फेरि बिहान घर गएर सुत्ने अनि फेरि बेलुका काम त्यही नै म ठ्याक्कमा आइसकेँ यहाँ छ मेरो काम गर्ने ठाउँ चाहिँ मेरो काम गर्ने चाहिँ यसमा हो अब यहाँ चाहिँ म भोलि बिहान कति 8 बजीसम्म काम गर्छु अनि त्यसपछि फेरि अर्को काम बेलुका फेरि भेटौँला है त सकेन अब म चाहिँ कामबाट निस्किसकेँ ट्याक्कै बिहान 8 बज्यो 8 बजी ट्याक्क कामबाट निस्किएँ अब म घर जान्छु रुममा त्यसो ट्याक्क सुत्नुपर्छ यहीँ छ पसल पनि ट्याक्क कामबाट निस्किएँ अब स्टेसन जान्छु स्टेसनमा गएर चाहिँ ट्याक्क ट्रेन चढेर घर गएर सुत्नुपर्छ ल्याम्पमा लाएर यस्तै छ गाह्रो छ अनि घर गएर सुतेर मेरो बेलुका 5 बजेबाट काम छ अनि फेरि बेलुका भेटौँला है त अब के हुन्छ अनि त्यही केही हो बाटोमा इन्ट्रेस्टिङ केही देखायो भने खिचेर त देखाइहाल्छु यति है त ल स्टे ट्युन सो गाइज गुड मर्निङ मेरो चाहिँ गुड मर्निङ भयो म फेरि उठिसकेँ सुतेर पनि
अनि मेरो 5 बजेबाट काम छ नि त त्यहाँ रेस्टुरेन्टमा। अनि अहिले चाहिँ ठ्याक्क 4:08 गयो। अनि उठेर म कपडा सपडा लगाएर ठ्याक्क रेडी भएर बसिछु। यस्तै छ, चलिरहेछ। यही नै रुटिन होइन जापानमा डेली लाइफ। के अरे स्टुडेन्टको काम, अनि स्कुल गएको बेला बिहान स्कुल, अनि घर आएर सुत्यो, अनि फेरि काम, अनि फेरि स्कुल, अनि फेरि काम। त्यही नै चलिरह। अनि मैले चाहिँ मेरो 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 स्टुडेन्ट लाइफ चाहिँ कस्तो छ त जापानमा भनेर मैले त्यो चाहिँ देखाइरहेको छु। म चाहिँ मैले काम गर्ने ठाउँतिर आइसकेँ। बेलुकामा चाहिँ यस्तो देखिरहेछ, नजिकै छ। अस्तिको भिडियोमा देखेको मान्छे यहाँ झन् चाहिँ मैले काम गर्ने ठाउँ चाहिँ यहाँ बुढो एक्लै काम गरेर गाउँमा छिर्छु कपडा सपडा छिरेर छ बाटो। केटा हो ठ्याक्कै अहिले चाहिँ बेलुकाको 12 बज्यो। म कामबाट निस्केँ, अब घर जान्छु, सुत्छु, अनि फेरि भोलि बिहान क्लास छ। क्लासबाट फेरि काममा। ठ्याक्क यस्तो छ भ्यू चाहिँ बेलुकाको। सब मान्छे सब रक्सी नि मान्छे, बेलुका मान्छे हो। म निस्केँ, अब ठ्याक्क घर जान्छु। अनि त्यहाँ कम्पनीमा गएर ट्याक्सको इन्सुरेन्सको पैसाहरू तिर्नु हो, तिरेर अनि घर गएर रेस्ट। तकेला आयो अहिले भेटौँला त। र म चाहिँ भर्खरै पैसा तिरेर भ्याएँ। ठ्याक्कै 13,901 तिरेँ। 13,901 तिरेँ। अब म घर जान्छु, ठ्याक्क फ्रेस भएर सुत्छु। त्यही नै आजको दिन यसरी नै बित्यो। अब भोलिको दिन कस्तो हुन्छ है त हेरौँ। हेलो गाइस, गुड मर्निङ। अहिले चाहिँ बिहानको 9 बज्यो। अनि हिजो घर गएर सुतेँ। यहाँ चाहिँ ठ्याक्क उठेर म क्लास जाँदैछु। मेरो 9:30 बजेबाट क्लास छ। म ठ्याक्क स्टेसनबाट बाहिर निस्केँ। यस्तो छ यताको भ्यू चाहिँ। गाउँमा चाहिँ अहिले स्कुलबाट यहाँ खाजा खान आएको छु। त्यो खाजा खाएर म चाहिँ अब काममा जान्छु। सो गाइस, त्यही नै हो। अब म खाजा खाएर तलबाट खाजा खाएर आइसकेँ यहाँ माथि। अब म एकछिनमा काममा छिर्छु। अनि त्यही नै हो, एज अ स्टुडेन्ट मेरो लाइफ चाहिँ यस्तै नै छ। काम स्कुल घर, काम स्कुल घर। अनि म चाहिँ के भन्न चाहन्छु भन्दा नेपालबाट आउने नयाँ स्टुडेन्टलाई चाहिँ अनि आउँदाखेरि चाहिँ राम्रोसँग पढेर आउनु होला। त्यो पढ्दा चाहिँ राम्रो कन्सल्टेन्सीमा पढ्नु होला। गाइस, यो ब्लग चाहिँ मैले यहीँ टुङ्गाउन चाहेँ। अनि म हिजो काममा गएँ, अनि कामबाट गएर गएँ सुतेँ। अहिले फेरि म काममा आइसकेँ। ठ्याक्क पानी परिरहेको थियो अहिले, त्यो भएर टुपी लगाएको। अनि त्यही नै हो, मेरो डेली लाइफ चाहिँ यस्तै नै छ एज अ स्टुडेन्ट जापानमा। मैले मेरो जे हो त्यो देखाइहालेँ। अनि अब फेरि नयाँ भिडियो लिएर हजुरहरूको सामु आउने नै छु। त्यति बेलासम्मको लागि जय नेपाल, बाई बाई।